जापानमा स्थायी रूपमा बस्नेहरूका लागि सबैभन्दा धेरै उठ्ने प्रश्न जापानी नागरिकता कसरी पाउने? आज हामी पूरा प्रक्रिया छोटकरीमा बुझाउँदैछौँ। सबैभन्दा पहिले न्याय विभागमा परामर्श लिनुहोस्। त्यसपछि जन्म, विवाह, कर विवरण, आय व्यय र बसोबास प्रमाण जस्ता आवश्यक कागजात सङ्कलन गर्नुहोस्। कागजात तयार भएपछि दोस्रो चरण सुरु हुन्छ, आधिकारिक आवेदन दर्ता र त्यसपछि अधिकारीद्वारा डकुमेन्ट समीक्षा। आवश्यक परे अन्तर्वार्ता लिइन्छ, जहाँ तपाईँको जीवनशैली, आर्थिक स्थिति र कर स्थिति जाँचिन्छ। त्यसपछि तेस्रो चरण, नागरिकता विभागले पृष्ठभूमि अनुसन्धान गर्छ र अन्तिम निर्णय तयार गर्छ। सबै पक्ष पूरा भयो भने स्वीकृति नत्र अस्वीकृति पनि हुन सक्छ। स्वीकृति पाएपछि चौथो चरण, तपाईँले नेपाली नागरिकता परित्याग गर्नुपर्छ। दूतावास मार्फत प्रक्रिया पूरा भएपछि जापानी नागरिकता प्रमाणपत्र प्राप्त हुन्छ। थप सहयोगका लागि मासाहिरो एडमिनिस्ट्रेटिभ स्क्रिभनर सम्पर्क गर्नुहोस् 08035482939।